गडलाइको आइजेलसेको केटाहरूले चिलमा लुटा केटा आनन्दले खेला मुजी कोही छैन म्याच चिकन यस नयाँमा आवाज छैन आयो तिम्रो सेभरनीतिर पनि खाली छ हो सेभरनीतिर प्रायन बाले मिल्टा पावरै खेल्ने भएछ ठिक छ प्रायन बाल गुड लक तिमीहरूको लागि गुड लक ला टाइमबाट म यहीँ आएँ त टाइमबाट इटिएसको पर्ने भयो क्या गाडी साडी चाहिँ सबै लान आस्तो छैन थाहा त छैन जस्तो छ यसलाई थाहा छैन दाइ यसलाई थाहा छैन चाहिँ एनिमी छ भनेर यो वान भन्ने यो टोपनेस भन्ने टिम डिएनई भन्ने टिम थर्ड भएर 0-3 मरेको अघि क्वालिटी बढाउनु न अरे क्वालिटी यति नै हुँदा केटा 1080 क्वालिटी छ होइन अलि राम्रो क्वालिटी हेर्नु छ भने किकमा जाऊ किकमा क्वालिटी यस्तै उतैबाट सब रोटेसन हान्न थालिसक्यो चाउमिन भन्नु पर्यो यार किकको लिङ्क देऊ केटा राम्रो क्वालिटी अलिकति अगाडि अलिक छिटो हेर्नु छ भने किकमा गरेर बुढी त्यो सल्लालाई मैले अघि चाउमिन भनिदिएको थिएँ त्यहाँ होटलमा गएर भन्नु लगाइदेऊ न मैले पैसा पनि तिरिसकेको छु पिरो नहालिकन बनाउनु चना मटर बेसी भन अनि मासुहरू अलिकति बेसी भन ल कुकुरको मासु होइन मलाई खाने मासु भनेको मैले अनि मिक्स भनेको छु चाउमिन मासु नखानु मैले ल त्यसो भए बफ चाउमिनको पैसा दिएको थिएँ मलाई भेज चाउमिन पठाइदिउँ न भेज चाउमिन अनि अलिकति उब्रिन्छ होला किनभने भेज अलिक सस्तो हुन्छ त्यहाँ मैले बफको पैसा तिरेको थिएँ पकौडाहरू दिएको मैले कल गर्छु यहाँ लाइभमा आउँदा ल म्यासेज गर न म्यासेज नखा भन्छ यार कहाँ हो यो मुझे दिएको मुझे बाजा बजे यस्तो मुझे पार्टी प्यालेसमा रनमा त्यहाँ पछाडि पड्काउँदैछ न हौ हाम्रो 15 पोइन्ट छ ए फर्स्टको एक गेममा 40 ल्याएछ राणाहरूले कसलाई मार्यो तिनीहरूले एउटा कसलाई मार्यो तिनीहरूले उल्सलाई मारेछ तिनीहरू त पुरै बुस्ट अब इएले त नि आज बबाले हान्छ क्या पुरै बुस्ट भइसक्यो कि हाम्रो A7सँग पर्छ होला दाइ अरे हो र म्याप फिड मैले हेरेकै छैन यार हेर्दैछु अब हेर्छु ल म्याप फिडमा हामी छिरिसक्यो जोइन पर्दैन A7ले त्यो हामीले होल्ड गर्ने ठाउँ होल्ड गरेर रहेछ गर्न चाहिँ अब हामीले त्यहाँ इनिमी छ भने थाहा यही त देखायो त ऊ A7ले त्यसरी होल्ड गरेछ अब तर हामी होइन तिनीहरू त जर्जबुल कन्टेनरमा छ नि हामीले त्यो घरको त्यो 4टा घर लिन्छ होला त्यो टिटिकेसँग झर्दाखेरिको फाइट लिने ठाउँमा तर जोनले मुझे कन्डो हानो खोलाको बगर इएले फेरि हान्ने भयो मुझे पोइन्ट लोत्रो हान्ने भयो रणमतीको छोराहरूले र त भाइ जोन इएलाई
A7लाई नि खेल्न सजिलै छ खोला खोलाको बगर बगरबाट हाम्रोले खेल्छन् केटा टेन्सन नलिउन हानेर भए पनि खेल्छन् क्या 6-7 किल हान्नु पर्यो क्या हरेक गेममा होइन भाइ काम भइहाल्छ के त्यति भयो भने काम भयो दाइ खाता खायो ल मैले ए हामी त हिलमा चढिसकेका छौँ नि राम्रो ठाउँ पाए त केटाहरूले लोकलले भेटो इएको केटाहरू लोकोहरू यहीँ त आएछ नि त सिक्दै कति हानेको हेर्दा यो इले अब नान भन्दै हुँदैन भनेको आज दुईटा सेक्दै एचसीको क्राउ 953 पुऱ्याइदिउँ त सब्सक्राइब हानौँ त सबले A7ले पनि राम्रै ठाउँ लिएको छ है यिनीहरूलाई पनि जोनाउन सक्छ ठाउँ पनि राम्रो छ है हामी अहिले कहाँ छौँ भनेर तिमीलाई थाहा बुझ्न मन छ भने हामी डाँडामा छौँ है त्यो डाँडा छैन जोर्दो पुलमाथि डाँडामा छौँ है अल्फा 7ले कति पोइन्ट तानेको अहिले गेममा 7 तानेर छ आयो ए तेरी माका भागेको भागै गर्छ हौ जोन त यार अब कोसँग फाइट लिने अब यस्तो भयो भने चाहिँ गीती होगा कहाँ जानु हौ जान चाहिँ रन्डी ओटन म्याच चिकन त्यो इएलाई हेर न मुजी जोन कहाँ जान चाहिँ म्याच चिकन जान चाहिँ अब उल्स र A7हरू त्यहाँ पर्दैछ त्यो A7 भइतिरको ठाउँ बबाल छ यार खेल्न पाए इएले हेर न टिटीलाई त पेल्दे मुजी भिटालिटीले यो ठाउँहरू राम्रो छ क्या यो खोलाको बगरको यो जुन लाइन छ नि जोन यही ठाउँमा छ क्या यस्तो यो अलिकति देख्यो त्यो एचसी भिन्डीको माथि होइन वाइजी आइरहेछ वाइजी वाइजीको एउटा नक हानेर मैले खेलाइदिँदा हुन्छ पछाडि हाम्रोतिर वाइजी आयो जुत्न वाइजीलाई सेक्नु पर्ने भयो पर मुजी वाइजीसँग वाइजीसँग पर्ने भयो कन्डम गाडी लिएर आएर रहेछ राणाहरूले फेरिले उता हानु पर अर्कोलाई हाइन अर्कोलाई हानु साइड लाग म्याच चिकनहरू हिरो सर्ट हाने रहेछ त्यसले त
वाइजी भयो होइन अब हाम्रो गडलाई क्ले खायो एडमिन पनि गाँड पर्न यार ए रन्डा A7 ला गयो जोन पुरै यो त अनि के हो यार म्याच जति छिरे पनि म्याच भगाइ यो त A7 ला लप्ली छ यार गडलाईको लास्ट वान केडा जोनलाई गाली गर्न ओभर मन लागिरह होला है तिमीहरूलाई के गर्छौ यार केडा यस्तै हो इटिएस र वाइसी को फाइट पर्यो अब हामी त्यहाँ थर्ड पार्टी हान्नुपर्छ केडा हो थर्ड पार्टी इटिएस र यहाँ थर्ड पार्टी हान यहाँ थर्ड पार्टी हान यहाँ होइन अलि उता ह्यान्ड ब्याग चिकन यहाँ ठाउँ पाउँछ यहाँ थर्ड पार्टी हाने ब्याग चिकन ए केडा हो ए केडा त कहाँ रहेछ अरे यहाँ दुईटै टिमको गाड भन्छ 1v4 हानेछ यार इस्माइलले यतातिर आइज घुस्न केडा घुस्न म्याच जित्ने घुस्न म्याच चारजना घुस्दैनन् एक किल त आयो वाइजीमा त जोनै छैन नि यहाँ एसटुजीतिर घुस्नुपर्ने थियो नि A7 मा होइन यताको कम्पाउन्ड पेल न एकछिन बाँचिन्छ त दामी हुन्छ त जोन छ अलिकति कन्टो मात्र जोन रहेछ स्याकसम्म जानु खोज्दैछ स्काई कि स्याकमा नेडा हान्दैछ अरे सगाई शिल्पीले ओम हानो ओम छ शिल्पीसँग ओम त फेरि शिल्पीले त फेरि फोडिदिन्छ टाउको साउको मुझे स्नाइपर कसैले बोक्दैन त्यसले भाइ खोइ मैले त मुझे स्नाइपर बोकेकै देख्दिनँ त यार कसैले नक फिनिस चाहिँ हान्नु पर्यो क्या ओमले टाउको फोडिसक्यो शिल्पीले म्याच चिकन यसलाई सेक्दै त मुझे लुफा भाइ किले बुझाउन आएका होला म्याच चिकन लुफा तपाईँ के गर्नु सर्ट निकेला त हानु न यसलाई कसले हानु ताइनबाले जोन बाहिरबाट हाल्यो ल ओइ जोन ठिकै छ यार भाइ अहिलेको जोन तर जोनमा त जोन त पुरै ओपनमा परेछ A7 ले किल उठाउँछ नि त भाइ A7 कम्पाउन्डमा छ A7 ले लोत्रो किल उठाउँछ अब कोही मुजी पागलहरूले पुस हान्दै हुन्थ्यो अल्फा 7 लाई अल्फा 7 ले इजी हान्छ क्या हेर न लाग देख्दैन जोनै अनि ओपनमा छ त्यो घर जोनमा छ फेरि एन्ड 2 मिनेट भित्रमा त अनि लुफा हान्ने A7 लाई नेट मादुर हान त लुफा हामीलाई डर भनेको अब S2G को 3 जना अल्फा 7 को 4 जना भयो नि त यिनीहरू घरमा भएका EA सिक्दै आयो EA ले स्ल्याम हान्नु नि म्याच चिकन हानेन
यता हामीतिर आएछ न ये लबी ठाउँमा आइदियो यार बरु हेर त भाइ डाँडै डाँडा रहेछ पेल पेल एसकुची ल भागो राडाहरू किन उठाउन मिल्दैन स्लिपीले त काम स्लिपीले एउटा हान्नु एसटुसीको पागल मुझे एसटुसीहरू ओइ खोलाइमा हिँड्दैछन् कि के गर्दैछन् केटाहरू त खोलामा हिँडेको देखाउँदैछ त हाम्रोलाई त सब मर इधर दुइटै मर आम्मामा यसलाई त स्काइले मरम्यानले हान्यो पुलिसको एकजना छ अब इधर रोक त भिटालिटी हान्छ अलमा सेभेनको एक दुईजना मात्र मार्दै त एकजना मात्र फिनिस हान्दै त दुईजना फिनिस हान्छ अनि एकजना टिमेर फिनिस हो भाइ सर्कल त हाम्रोलाई छ यार पहुँच लाग्यो यार खोलाभित्र पौडी खेल्दैछन् नि त भाइ हाम्रो केटाहरू के हो होइन हौ यो यसमा देखेको म्याप मिनी म्यापमा त्यो गोलो सर्कल ठुलो भएर त्यसले कहाँ पानीमा हुन्छ हौ यहाँ अन्कै यो एक्लै छ यहाँ आडा कमन केटा पर्पल हट इन द च्याट केटा पर्पल हट हान्यो सबले चिकन हान्नुपर्छ यो गेम पर्पल हट त मुझे किन तर्सिँदैछस् क्या आइज यहाँ बस तर्सेको छ म्याचमा भिटालिटीको पनि खाइदैन एकजना चिकन हाम्रो हो यसलाई हाल्न यो नेसेसरीलाई दुईटा नक उठाइदियो नि त अब यता सबै उठाउने भयो स्काई आऊ गाडी लिएर आऊ मार्च कि बालो आऊ काकर भिटाको सान स्काई आऊ छिटो खोइ त आएन मुझे काकर भिटाको सान होइन रहेछ म्याच चिकन म त आएँ कि गाडी स्टार्ट गरेर भनेको 3 जना उठाइहाल्यो नि मुझे ठिकै छ त उठाउस् न किलो अब फोन भित्री त हो लग्राओ ओम इन द च्याट ओम त्यतिखेर सकिन्थ्यो नि भन्छ अब हेरे यो भाइले अब देखाउँछ कला हेरे यो भाइले कला देखाउँछ हेरे अब गाडीबाटै अमले झारिदिन्छ हेरे यो भाइको स्नाइपर हेरे गाडीबाटै झारिदिन्छ मुझे गाडी देख्यो भने अमले यो भाइले कसम यो भाइको स्नाइपर त म्याच चिकन नेक्स्ट लेभल छ हौ हेर गाडीमा मुझे अमले झारिदियो भने चाहिँ नि भाइ हिरो भयो रातारात दाजुभाइले 3 र 2 किलो हानेछन् तिनीहरू जोन बाहिर त मर्दैन नि त्यस्तो कासर त छैन होला पिटिआर त लागेन नि म्याच चिकन गुचुक्क पारेको थियो कहाँ लाग्छ त मुझे पहिले गाडीमा म्याच झार आयो नोफेरले हान्यो एउटा नाइस नो फेयर लभली लास्ट वान
Last one, 1v2. किल उठायो नि ला 17 किल हानिसक्यो जिगल नाइस नेट चलो चलो ठीक आयो ल आयो चिकन चाहिँ आयो दाइ चिकन आयो चिकनको 100 आयो आयो ल यस यिनीहरूलाई एकछिन छोडिदेऊ अनि बस्छ तिमी अनि पानी परिरहेछ ओइ के गर्यो स्काईले के खोलो आउँछ होला अहिले यिनीहरूलाई त्यो बिस्कुट एउटा काट्छ lovely के भन्नु